लास्ट टाइम बनाएको बेङ्गनको भर्ता भन्दा चाहिँ योपालि बनाएको चाहिँ बेङ्गनको भर्ता चाहिँ म आफूलाई नि मिठो लागेको थियो कि लास्ट टाइम चाहिँ मैले अर्कै तरिकाले बनाएको थिएँ, योपालि चाहिँ मैले अर्कै तरिकाले बनाएको थिएँ कि हल्का त्यो रेसिपी मात्र चेन्ज गरेँ कि सबैभन्दा पहिला चाहिँ मैले एउटा बेङ्गन लिएँ अनि बिचमा स्लाइस गरेर राखिसकेपछि 2-3वटा गोलबडा पनि अनि 5वटा हरियो खुर्सानी पनि लिइसकेपछि चाहिँ प्याजलाई मसिनो गरेर काट्ने अनि हरियो धनियाँ चाहिँ भ्यान्टालाई मजाले फ्राई गर्ने भएको भएर तेल चाहिँ अलिक धेरै नै लगाएको छु अनि भ्यान्टा लगाइदिएँ, साग गोलबडाहरू पनि भयो, हरियो खुर्सानी पनि अनि 4-5 बोटी लसुनलाई पनि मजाले छोपेर पकाइदिने। यस्तो मजाको रातो भइसकेपछि त्यसलाई चाहिँ साइडमा लगाइदिने, एउटा बलमा निकालेर सबै भ्यान्टाहरूको बोक्रा अनि टमाटरको बोक्राहरू पनि निकालिदिने। यो चाहिँ धेरै तातो भएको भएर चाहिँ मैले पोटाटो म्यासरले नि मजाले म्यास गरेर यति मजाको लिक्विड भइसक्यो त्यसलाई चाहिँ साइडमा लगाइदिने। अघिको फ्राई प्यानमा थोरै तेल अझै थपिदिने अनि मसिनो गरेर काटेको प्याज पनि लगाइदिने, थोरै स्वाद अनुसार नुन, बेसार, धुलो खोर्सानी अनि थोरै जिरा धनियाको पाउडर पनि लगाइदिने। एकछिन मसलाहरूलाई चाहिँ पाक्नको लागि 2-3 मिनट छोडिदिने अनि मसलाहरू मजाले पाकिसकेपछि बेङ्गनको भर्ता लगाइदिने। होइन बेङ्गनको भर्ता होइन, अघि बनाएको थिएँ नि लिक्विड, त्यो लगाइदिने। एकछिन मसलाहरूसँग पकाइदिने, 2-3 मिनट मजाले पाकिसकेपछि चाहिँ हाम्रो भर्ता पनि पकेर चाहिँ रेडी हुन्छ, बनेर चाहिँ रेडी हुन्छ अनि लास्टमा थोरै हरियो धनियाँ पनि लगाइदिने, मजाले मिक्स गर्ने अनि स्पेसल भर्ता पनि रेडी।